हेलो साथीहरू, आज हामी चाहिँ जन्ती जाँदैछौँ। जन्ती जानलाई रेडी भएर हामी यसरी गाडीहरू सजाएर मान्छेहरू सजाएर हामी चाहिँ बाइकमा जाने हो। भाइला भाइ कान्छा आज जन्ती गइन्छ होइन? आज जन्ती आज धेरै टाढा गइन्छ, राङ्सी भन्ने ठाउँको, रोल्पाको राङ्सी भन्ने ठाउँमा। चक्कर लाग्छ नानी? लाग्छ? कतै 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 यसरी सजाइएको छ गाडीहरूमा। ल केटाहरू बबाल हान्ने है, बबाल हान्नुपर्छ। ए क्या यो चाहिँ रोल्पाको गङ्गादेव भन्ने पर्छ। हामी चाहिँ अब राङ्सी भन्ने ठाउँमा जाँदैछौँ। गङ्गादेवबाट रेडी भएर जान्छौँ। फाइनली रोल्पाको राङ्सी पोखरा भन्ने ठाउँमा आइपुग्यो जन्त जाँदा। हामी बाइकमा चाहिँ अलिकति अगाडि आइपुग्यो, गाडी अलि पछाडि आउँदैछ। हामी जाने चाहिँ यता। अब यो चाहिँ राङ्सीको नमुना स्कुल रहेछ। यहाँ चाहिँ 2 नम्बर वडाको वडा कार्यालय रहेछ यहाँनिर। हाम्रो जन्ती आउने चाहिँ यताबाट। यहाँ पहिलाको स्कुल त्यो माथिको कार्यालयहरू, अनि नमुना जनसेवा नमुना स्कुल चाहिँ यहाँनिर रहेछ। यो चाहिँ पुरानो हुलाक घर रहेछ। के अरे हुलाक कक्षकोटा। यो परतिर यो सायद पुरानो बजारहरू होला। यतातिर छ। अनि हामी जाने चाहिँ यता पल्लो गाउँतिर हो। यतातिर अहिले चाहिँ हामी एउटा यतातिरको सर्टकट बाटो चाहिँ तल पुल निर्माण हुँदैछ। त्यही भएर यतातिरको लङ बाटो आइएको छ। अब हाम्रो साथीहरू आउनु चाहिँ पारी उता डेक चाहिँ बजिरहेछ। त्यहाँबाट आउँदै हुनुहुन्छ। यो बाटोमा आउने राङ्सी भन्ने ठाउँ हो। यो चाहिँ रोल्पाको राङ्सी। यतातिरको गाउँहरूको नाम चाहिँ अब थाहा भएन होइन। यहाँ चाहिँ समग्र रूपमा राङ्सी भन्दो रहेछन्। राङ्सी होइन, हाम्रो बेगको गाडी आइपुग्यो। रोको रोको एकछिन रोको। अर्को गाडी खै, अर्को गाडी खै। होइन नि तल, अलि तल। अब 10 मिनट लाग्छ, 10 मिनट त्यही बसौँ। त्यही अब 10 मिनट लाग्छ। जन्ती बगाल किन ढिला हो? गाडी त पछाडि छ। फाइनली हामी बिहे गरेर आइसकेका छौँ जन्तीहरू। हामीलाई स्वागतको लागि यसरी उभिराख्नु भएको छ होइन। साला खै हामी त पागल नि। Saan ko to? Oh, no. आज हाम्रो साथीलाई
कस्तो हुन्छ यसलाई हेर्नुहोस् केराको मादल ल झाल कस्तो यो डरे नाच्ने कस्तो ल यस्तो जाई जाई अझ पान्ची गर्ने दुईटा मादल ल कान्छ हान्नुपर्छ किन भाग्ने यो मादल यो खरीको आने होला यो म मादल खरी अल चेक गर्छु लागि है म यति छेउती बजाउँछु होइन पुरै मलाई त्यो नाच्यो यो खरी अलिक कम परेर बाजे नानीको नानी घाँटी किन्छ घाँटी खाली अब चाहिँ हामी बिराई बेलामा तर्कमा छौँ ठिका लास्ट हुन लाग्छ हजुर बाइकमा जाने ल ल ल